लु आज चाहिँ पुनाखालाई बाई बाई गर्दै हामी पारोपट्टि जाँदैछ है। आज चाहिँ कति तारिक आमा 16 है 16 अप्रिल। अब हामी पुनाखालाई छोडेर पारो जाँदैछौँ। कुङ्गा चाहिँ यहाँ काम गर्दैछ। अहिले चाहिँ हामी दोचुला आइपुग्यो। यो चाहिँ फुन्सोलिङ जाने बाटो, त्यहाँबाट ब्याक गइने थिम्पू यता भ्याली जाने रोड यता पारो जाँदैछौँ हामी। यो चाहिँ हो पारो मेन टाउन। ल अब पारोमा आइपुग्यो हामी कि। अब चाहिँ यसो लन्च गरेर चाहिँ त्यहाँदेखि हामी पारो फोर्ट म्युजियमहरू घुम्न जान्छ है। होटल चेक इन गर्छ। होटल चाहिँ अलिकति बाहिर छ टाउनबाट हाम्रो, किनभने अहिले पुरा सिजन भएर होटल प्याक भएकोले गर्दा यहाँको होटल पाएन है। जाँदैछ मान्छे चाहिँ यहाँ पनि छैन त्यस्तो बेसी। हामी चाहिँ अहिले लन्च गर्न आइरहेको छ है। यहाँ चाहिँ रेस्टुरेन्ट। तिमी के खाने अरे? मैले यो अर्डर गरेँ सिक्किम पा थाली भने बुटनिस थाली। निमाडोमा अरे मटर पनिर थाली इन्डियनै खाने अरे। तिमीले नन भेज स्प्यागेटी खाने है? भेज मिक्स भेज थाली थाली भेज थाली। ल अब चाहिँ खानासाना खाएर हामी म्युजियम जानु भनेको। अब उसको पाली पछि बस्ने। यहाँ चाहिँ एउटा ताक्साङ यताबाट जाँदा त्यसै अरू टाउन हेर्नु। पारो टाउन चाहिँ यही हो। हाम्रोमा त खुसी भइरहेछ बेसी घुम्नु पाएर। ल अहिले चाहिँ म्युजियम आइपुगेँ। नेसनल म्युजियम बसिरहेछ। लन्च ब्रेक भइरहेको छ यहाँ कि। अब लन्च ब्रेक सक्यो, 2 बजी खोल्छ। अब त्यहाँदेखि बोट पछाडि बोट छ। अहिले चाहिँ म्युजियममा चाहिँ हामी है यो हेर्दै चाहिँ ओम भन्ने म्युजियम स्टार्ट भएको छ है। अहिले चाहिँ म्युजियम घुमेर हामी निस्क्यो है। म्युजियम चाहिँ यो ठुलो रहेछ। घुमेकै 1-1.5 घन्टा लाग्दो रहेछ। यहाँ मुनि देख्ने चाहिँ पारो टाउन हो है। यहाँ बसिरहेको सबैजना। चिया खाने नखाने? अघि खाना खाने खाएन? गरमपट्टि हावा चल्दैन जानु हो। हावा यस्तो डरलाग्दो चल्दैछ। खै आमा पर्छ है। ल ढिलो हुन्छ ल, जानुपर्छ होला। जाउँ है।
जाउँ अझै एक जग्गा जानुपर्छ सप्तऋषि यो छानको र अब चाहिँ हामी यहाँ जाँदैछौँ धुम्से लाखाङमा जाँदैछौँ यहाँ आमाको लागि चाहिँ यस्तै अब यो गुम्बाहरू यस्तो लाखाङहरू कतै बेसी गयो हुन्छ त्यसले गर्दा आमा जाँदैछ त्यहाँ घुम्नुको लागि आमा सँगसँगै हामी पनि यसो दर्शन गर्नुको लागि है यस्तो रहेछ यहाँबाट आउँदैछ बिस्तारै बी केयरफुल है 3 तला अझै माथि जानु छ यहाँबाट चढ्दै जान्छ यस्तो ठाडो छ है तपाईँ अब फेरि लास्ट एउटा गुम्बा जानु चाहिँ है एउटा लास्ट एउटा जान्छ तपाईँको त्यो ड्रेस लगाएर फोटो खिच्दै चाहिँ नहुने रहेछ आज नभ्याउने रहेछ तिमीले त लगाएको छ घरमा छ त किरा ओ तिम्रो पेमाउला ल्याइदियो किरा छैन क्या घरमा ए छ त लु अब गएको हामी चाहिँ लु अहिले चाहिँ हामी आएको छ किच्चु लाखाङ यहाँ चाहिँ अब टिकट काउन्टर चाहिँ बन्द भएछ है टिकट काउन्टर बन्द हुनुसाथ यहाँ गुम्बाको मेन डोर पनि बन्द हुँदो रहेछ त्यसले गर्दा अब हामी कोरा गर्छ अन्त बाहिरबाटै दर्शन गर्दै जान्छ यहाँ चाहिँ भ्याएन पुरा अहिले 4:30 भइसक्यो नि त डाँडामा यहाँबाट चाहिँ एयरपोर्टको भ्यू देख्दो रहेछ मजाको यो एयरपोर्ट हो यहाँ रनवे यहाँ छ है एकछिन बसेर जाउँ अब फ्लाइट त ल्यान्डिङ गर्दैन होला अझै लु पारोमा डिनर हुँदैछ चिकन हो भात खाऊ दाल खाऊ रोटी खाने ओके ल अब डिनर खाएर सुतेर चाहिँ एकदम मजाले रेस्ट गरेर चाहिँ भोलि चाहिँ पुरा ट्रेकिङ छ त्यसले गर्दा चाहिँ हाइकिङ हुन्छ होइन भोलि पनि त्यसले गर्दा चाहिँ अब रेस्ट मजाले गर्नुपर्छ ल खानु चिकन छ दाल छ राइस छ सब्जी रहेछ सिमीको सलाद रोटी रहेछ ओके